नमस्ते टासिदेलेक फ्याफुला छाजलो म जर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र हिजो मैले एउटा हाम्रो धोक्पा गर्नेको एउटा भिडियो बनाएको थिए हिजो मैले भने चाहिँ धोक्पाको पाठहरु धेरै किसिमको पाठहरु हुन्छ है हिजोको धोक्पाको पाठ भने सेङदोङमाई धोक्पा जुन चाहिँ सिममुखे देवताको धोक्पा रहेको थियो भने आजको धोक्पाको नाम चाहिँ मिखा ठातोक भन्ने चाहिँ रहेको छ है र यो सम्बन्धित योसँग जुटेको अनि केही कुराहरु चाहिँ म तपाईहरुलाई पहिला भन्ने छु हो र पहिलो कुरा मिखा ठातोक यानी यो यस पाठमा चाहिँ यो पाठ चाहिँ धेरै किसिमको देखिएको छ है अलि नमिल्ने र आज मैले तपाईहरुलाई अब यो मैले भन्न गइरहेको यो मिखा ठातोकको पाठ भने चाहिँ झाम्गोन कौटुन रुम्बुसेको पहिलो अवतारी झाम्गोन लोटोथाए उहाँले लेख्नु भएको रिन्सेन तेर्जोय भन्ने पुस्तकबाट चाहिँ निकालिएको हो यो है र दोस्रो कुरा मिखा ठातोक भनेको के हो है त अब मिखा ठातोक गर्ने बेला अब मिखा ठातोक भनेको त्यो अर्थ चाहिँ बुझ्नु पर्यो नि त मतलब के हो भनेर मिखा ठातोक भनेको चाहिँ कसैले हामी प्रति सरापेको है जस्तै अब यो मान्छे यस्तो यस्तो होस् यो मान्छे बिरामी होस् यो मान्छेको सम्पत्तिहरु सबै डुबेर जाओस् हैन र त्यस्तो अब बिजनेसहरु सबै डुबेर जाओस् भन्ने जस्ता अब धेरै कुराहरु हुन्छ नि सराप मान्छेले धेरै प्रकारको अब सराप छ नि त है जस्तै अब तपाईको धन सम्पत्ति होस् या जेमा होस् तपाईप्रति आँखा लाग्ने है डाहा गर्ने जस्ता धेरै कुराहरु हुन्छ नि त हाम्रो पीठ पछि कुरा गर्ने है अब धेरै कुराहरु हुन्छ हो त्योहरु सबैबाट चाहिँ त्योहरु चाहिँ आफुलाई नलाग्नु है त्योहरु आफुलाई नलाग्नु त्योहरुबाट आफुलाई हानि नहुनु त्योहरु सबैबाट चाहिँ मुक्ति हुनको लागि चाहिँ यो मिखा ठातोक भन्ने पढिने गर्छ है त र अब धोक्पा गर्ने बेला सधैं थपडी मार्नु पर्ने हुन्छ है कुनै बेला बारम्बार फेरि थपडी मार्नु पर्ने हुन्छ भने यस मिखा ठातोकमा चाहिँ हामीले सबैभन्दा अन्तिममा यो पाठको अन्तिममा यसरी यस्तो गरेर चाहिँ पाठ पढ्ने बेला पनि तपाईले हात यसरी राखेर पढ्नु होला है भने पाठको अन्तिममा चाहिँ तपाईले यसो गरेर थपडी मार्न सक्नुहुन्छ है त त्यो थियो र यो कति बेला पढ्ने यो धोक्पा कति बेला मिखा ठातोक कति बेला पढ्ने भन्दाखेरि चाहिँ हामीले सधैं बेलुका पढ्ने गर्छौं है बेलुका हामीले 4 बजेदेखि 5 बजेसम्म चाहिँ हाम्रो डेली बेलुकाको पूजा हुन्छ र पूजाको अन्तमा चाहिँ हामीले यो सधैं पढ्ने गर्छौं हो र मैले पनि सुनेको अनुसार धोक्पा भन्ने चीज चाहिँ बिहान गर्नु हुँदैन भन्ने पनि सुनेको थिए हो त्यसमा पनि आफ्नो कारण होला है धोक्पा भन्नेहरु चाहिँ बेलुका गर्नुपर्छ भनेर चाहिँ सुनेको थिए है त त्यसैले तपाईले पनि बेलुका गर्नु होला है त र यो पढ्यो मार्फत फाइदा के छ भन्दाखेरि यसमा लेखे अनुसार यसको फाइदाहरु के छ भने आफुलाई बिरामीहरु नलाग्ने है बिरामीहरुबाट मुक्ति हुने धोक्पा भनेको नै मुक्ति हुनु हो नि त मुक्ति हुनु मेटाउनु है नहुनु है बिरामी नहुनु बिमारीबाट मुक्ति हुनु है र बाधा अर्चनहरु नलाग्नु बाधा अर्चनहरुबाट मुक्ति हुनु है जस्तै अनि कुनै पनि हानिबाट है कुनै पनि अब चाहे जेकोबाट भए पनि हानि नहुनु त्यो हानिहरुबाट मुक्ति हुनको लागि चाहिँ मुक्तिहरु हुने चाहिँ फाइदा छ है फाइदा चाहिँ त्यस्तो छ है त र अन्तिममा चाहिँ अब यो पाठ कस्तो रहेको छ भनेर चाहिँ तपाईहरुलाई बुझाउने छ है पाठ यस प्रकारको छ अघि मैले भने चाहिँ आफ्नो हातलाई बायाँ हातलाई तल दायाँ हातलाई माथि राख्नु होला यसरी बस्नु होला है 랑의 투제 쳔베 토가네 회스를 정고 트 tamngen mekha thamche thobar gyoru
om mani peme hon re hordom mekha tamgen thamche do rele om mahadeva tawo nirde ne sola beche jo mekha nyamba gyur mekha tawo maraya thum bebe dil jo dog kyae mekha dog tongge tasho dog kyakha yerer dog tongkha mermer dog nena dog dena dog yamna dog rimna dog thana dog gyana dog kunna dog magna dog nima chokshe samgege mekha tamgen dog ngensem sorla changwe tawo tamje bebel dil thum shek jo dog chik गरेर चाहिँ यसरी थपडी मार्ने है त हजुर र मैले भने चाहिँ धोक्पामा धेरै प्रकारको धोक्पाहरू हुन्छन् है धोक्पाको पाठ धेरै प्रकारको छ यो चाहिँ थियो दोस्रो पाठ है पहिलो पाठ थियो हिजो मैले भनेको जुन चाहिँ सेङदोमाई धोक्पा भनिन्छ भने आजको चाहिँ मिखाटा धोक है त त्यसै गरी अरू पनि धोक्पाको पाठहरू म बिस्तारै तपाईलाई जान्नु मन छ भने म तपाईहरुलाई सिकाउने छु है र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद यसै गरी अब अरू पनि धर्म सम्बन्धित केही विषयमा तपाईहरुलाई जान्नु छ भने तल कमेन्टमा लेख्नु होला है त अन्त हस् त धन्यवाद